सर दीपक कहाँ गए दीपक भिडियो बनाऊ है ल सबैलाई नमस्ते हामी अलङ्कार पब्लिक स्कुल पुनर्वास 8 कञ्चनपुरबाट आज हामी 3 दिनको शैक्षिक भ्रमणमा आएका थियौं र जस अन्तर्गत हाम्रो सुर्खेत 3 दिनको भ्रमण रहेको थियो र आज फर्किने दिन तेस्रो दिन हामी घर फर्किँदै गर्दा चोकमा चिया खाँदाखेरि नजिकै राउटे बस्तीको बसोबास छ अरे भन्न हामीले सुनेपछि हाम्रो मनमा पनि एकदम उत्सुकता लाग्यो र राउटे बस्ती हामीले टिभीमा र युट्युबमा देख्दै आएका थियौं कस्तो होला के होला त्यो युट्युबरहरूले त्यसै बनाएका हुन् कि भन्ने जस्तो पनि लाग्थ्यो अनि मनमा एकदम उत्साहित भएको हुनाले अनि हामीले धेरै ठाउँमा सम्पर्क गर्यौं उहाँहरूको बस्ती कहिले कहाँ हुँदो रहेछ त्यो थाहा भएन पछि धेरै नगरपालिकासँग लगायत धेरैसँग हामीले समन्वय गर्दाखेरि उहाँहरूको यो ठाउँमा बसोबास रहेछ र उहाँसँग हामीले बुझ्दै आउँदाखेरि अनि उहाँहरूसँग चाहिँ अब यस्तो भेट्ने बस्ती हेर्ने मन लाग्यो र हिँड्ने क्रममा धेरै अगाडि आइसकेपछि हाम्रो मुख्य साहबको छोरा दीपक हैन दीपकसँग भेट भएपछि ल म बस्तीमा लैजान्छु ल एकछिन घुमेर आउनु होला भन्नुभएको हुनाले अब खाली हात के आउँ भन्ने जस्तो भयो अब हुन त धेरै दिन यहाँको अवस्था देख्दाखेरि त धेरै दिने मन थियो तर अब हामी पनि अब शैक्षिक भ्रमणमा विद्यार्थीहरू सहित लिएर आएका र जाने दिन पनि भएको हुनाले त्यो धेरै अब हामीसँग पैसा पनि लग अन्तिम सिद्धिने अवस्थामा पुगेको हुनाले अब खाली हात कसरी जाने यस्ता साना केटाकेटीहरू लाई खाली हात जानु मन लागेन र अनि हामीले बाटोमा पनि धेरै 20-25 जना राउटे केटाकेटीहरू देखाएका थियौँ उहाँलाई हामीले चक्लेटहरू मिठाईहरू दियौँ र केही मिठाई पनि लिएर आएका छौँ र 4 कट्टा भुजा हाम्रा बालबालिकाहरूले आफ्नो नास्ता खर्चबाट छुट्याएर भए पनि के सहयोग गर्नुपर्छ भन्ने उद्देश्य राखेर अनि हामीले 4 कट्टा भुजा र यो हाम्रो सेन्टर फ्रेस सुइगम बलगम थाहा छ ठुलो हुन्छ हैन र अनि यो हाम्रो यो चोकोपन हामीले बाटोमा धेरै ल्याएको थियौँ बाटोमा हामीले दियौँ र उहाँहरूलाई दिन्छौँ उहाँहरू सबैले बाँडिदिनु है सबैले सबैले चाहिँ बाँडिदिनु होला यो चोकोपन पनि ल्याएछौ अघि दिएकालाई नदिनु होइन अरूलाई दिनु होला यो भुजा मिली खानु है ल अब के भने मन त धेरै थियो र हामी पनि हाम्रो बाध्यता भयो कि आएको दिन भएको भए पुरा हामीले एकसाथ खाना नखाएर भए पनि उहाँलाई हामी सहयोग गर्थ्यौँ तर अब हामी फर्किने बेला भएको हुनाले चाहिँ अहिलेसम्म हामीले पानी पनि खाएको छैनौँ पहिले उहाँलाई भेट्ने उहाँलाई सानो भए पनि सहयोग गरौँ भन्ने हिसाबले हामी आयौँ यो भुजा राम्रोसँग खानु होला हैन र अब चाहिँ पढ्नुपर्छ है सधैँ जङ्गलमा बसेर हुन्न हेर्नु हो कि हैन यी बालबालिकाहरू पनि स्कुल पढिसके सबै कुराहरू देख्छन् बुझ्छन् बुझे नै मुख्य हुनु पर्यो अब हजुर हैन मुख्य भएर बालबालिकालाई पढाउनु पर्यो आफ्नो गाउँको सुधार गर्नु पर्यो हैन सधैँभरि अब मागेर खाएर पनि हुन्न हैन काम गर्न सकिन्छ कि नै सकिन्छ हातमा सिप छ हैन काम गर्ने एकै ठाउँमा बस्ने बाख्रा पाल्ने कुखुरा पाल्ने हैन बालबालिकालाई पढाउने कुखुरा बाख्रा पाल्दैन हामी काठको काम गर्छु हामी काठको काम गरेर अनि अनाज ल्याउँछु हामी खाना खान्छ हैन हजुर अब काठ काटेर हामी खाना खान्छ हो काठको हामी यो कोसी बनाउने मोदस बनाउने बाखस बनाउने अनि गोलोगोला अनि तिर्का बनाउने त्यो बनाएर बल्ल हामी खाना पुग्छ काम गर्नै पर्यो काम नगरी खाना पुग्दैन हैन यहाँ धेरै मान्छेहरू आउँछन् हैन खाली भिडियो मात्रै बनाउँछन् के दिन्छन् पनि कोही मान्छे सरकारले आउँछ कोही मान्छे हैन थोरै मात्रै सरकारले हैन थोरै सही गरेर सोधिन्छ हैन सरकारले के कोही मान्छे आयो भने चामल बनाउँछ अनि कोही मान्छे आयो भने खोर्सानी अनि नुन साप दिन्छ कोही मान्छे त पाल दिन्छ कोही मान्छे बालके दिन्छ सबै यस्तै व्यस्तता अब यहाँ सरकारले गर्छ कहिलेकाहीँ त्यही त हामीलाई पनि त अब भेट हुन्छ कि हुन्न पनि थाहा होइन तर हामीले चामलसम्म ल्याइदिन सोचेको थियौँ त्यो कट्टा धेरै त हामी सक्थ्यौँ हामी घुम्न आएका केटाकेटी हुन् होइन अब यिनीबाट 2-2 हजार उठाएर हामीले कञ्चनपुरबाट यहाँ घुम्न आएको थियौँ तपाईँलाई भेट्ने त्यो सोचै थिएन अब फर्किने बेला यसो कुराकानी भयो यतै छन् भने पत्ता लगायौँ त्यसरी आयौँ मलाई खुसी लाग्यो राम्रोसँग बोलिदिनु भयो गाउँ देखाइदिनु भयो होइन पछि यो गाउँ मुखिया हुनु पर्यो होइन जहाँ रक्सी खानु भएन बेकार हो रक्सी त खाँदैन होइन घरभित्रको हामी जाल मात्र खान्छ नि यहाँ कति घर छन् अरे 40 घरमा कतिजना छन् 137 जना छन् अनि यो खुर्सानी खान्छ खोर्सानी हालेर एकैछिन मिठो सक्छ अनि नुन हाल्नु पर्यो नुन पर्यो खुर्सानी पर्यो हैन के हो भन्ने थाहा भएन अनि रोटी खान्छ रोटी पकाउन आउँछ मजाले आउँछ मिठो रोटी मिठो लाग्छ कि भात मिठो त भातै लाग्छ हैन अब भात छडी भएर पाउन अब रोटी खानु पर्यो त भोकै बस्नु भएन ए के तपाईको बारेमा बच्चाले किताबमा पढ्थे
होइन टिभीमा हेरेको थिएँ मोबाइलमा युट्युबमा हेर्थे आज यी बच्चाहरूले आफ्नै आँखाले देखे यहाँको बस्तीको बारेमा देखे तपाईँको लगान सहन हामीलाई पत्ता लगाउनै गाह्रो भयो को भने उता के अरे लालीगुराँसमा छन् भने कहिले कहाँ भने कहिले उता हाम्रो सुर्खेत हो क्या अरे दैलेख गएको छन् भने कहिले कहाँ भन्यो पत्ता लगाउन 4 घन्टा लाग्यो अनि भेट हुन्छ कि हुन्न भन्ने भयो डाइरेक्ट यहाँ भएको हामी बिहानै 8 बजे आइजान्थ्यौँ नजिकै रहेछ सुर्खेतबाट नजिकै रहेछ यहाँ आयो भने हामीलाई फिक्स थाहा भएन नि त ठिकै छ हामीलाई एकदम चाहिँ खुसी लाग्यो होइन अब साना केटाकेटी कति छन् सानो केटाकेटी अब हामी गन्ती गर्न आउँछ कि नै 1 2 3 भन्न आउँछ त 1 2 3 4 5 6 7 8 9 10 हामी गन्ती त गन्छ होइन अब त हामी गन्न मिल्दैन क्या हाम्रो आफूले गर्न मिलेन हामी सरकारले अनि बुनाको मासु मिठो कि खसीको मासु मिठो मासु मात्र एकै हो कोही मासु चिठो कोही मासु मिठो कहाँ होला बराबर मिठो के लाग्छ हामी खाने मान्छ समुदाय हामी बुनाएर भातले मान्छ अनि हामीले सुनेको हामीले सुनेको बुना बाँदर कसरी मार्छौ त हाम्रो जाल थाप्ने ल्याउने अनि तपाईँ जादु यसो मन्त्र हानेर अगाडि आउँछ भन्न सुनेको थियौँ हो मन्त्र हुँदैन जादु पनि हुँदैन हुन्न हामीले सुनेको राउटेले बाँदर देखेको आँखाले देखेर कुत्ताले भेटेको कुरा गर्नुपर्छ कि हल्ला कुरा मात्रै हामीले सुनेका भयौँ होइन हामी त जीवनमा पहिलोचोटि भेट्यौँ नि त अनि हामीले यसो राउटेले कस्तो बाँदर मार्न त गाह्रो हुन्छ यता जान्छ उता जान्छ नि त अनि तपाईँ यसो मन्त्र फालिदिएपछि घुमेर आउँछ भन्न सुनेको थियौँ क्या हुँदैन अनि बाँदरले टोक्न आउनु डर लाग्दैन हामी डर लाग्दैन हामीलाई यो भगवानले छोरीले भाग दियो र त्यो भएर अस्ति दसैँमा कति खसी काट्यो 40 खसी काट्यो खाइसक्यो 40 खसी अलि सुक्ती बनाएछ कोही मान्छेले सुक्ती बनाएछ 40 खसी सरकारले दिएको कि आफै किने हो आफै किनेको सरकारले दिएको होइन अब तुला पनि छैन सानै थियो अनि यता एक ठाउँबाट अर्को ठाउँमा किन हो जाने हाम्रो सधैँ जान्छ हामी त यहाँ त सर्यो भने पर जिल्ला छोड्छ कि खालि ठाउँ छोड्ने हो जिल्लै छोड्दिने अनि पछि 75 जिल्ला त सकिएला त अनि कहाँ जाने अनि फेरि घुम्ने हो फेरि घुम्ने पहिला पनि हामी यहाँ बसेको थियो पहिला पनि यहाँ बसेको तपाईँको यो कति इतिहास कति भयो कि राउटे भनेको कति वर्ष भयो इतिहास छ थाहा छ कति वर्ष भयो होइन 6 वर्ष 7 वर्ष नै यो राउटे बस्तीहरू जङ्गलमा बस्या कति वर्ष भयो कति वर्ष होला त्यो त हामी थाहा छैन ठुलो मान्छे थाहा होला तपाईँले भगवान मान्छ कि मान्दैन मान्छ दारा मिठो पूजा सुजा हुन्छ कि हुन्न पूजा हुन्छ पूजा नगरेर माया राउसीले कहाँ हुन्छ र तपाईँको पूजा हुन्छ त हामी टिका लगाउँछौँ त हामीले पूजा गर्छौँ पूजा गर्छ त टिका लगाउँछ कि टिका लगाउँछ त लगाउँछ चामलको पूजा लगाएर टिका लगाउँछ दसैँमा टिका लगाउँछ कि नै लगाउँछ अनि जमाना राख्छ होइन जमाना राख्छ अनि मान्छे मरेपछि ठाउँ किन छोड्छन् त हामी मान्छे मार्यो भने त्यो ठाउँमा हामी बस्न सकिन्न किन डर लाग्छ डर लाग्दैन होइन यो पहिला जमानामा त नबसेर लिएको चोभाएर हामी सधैँ जाने मान्छे कि चोभाएर आज मऱ्यो भने आजै आजै अनि यो मान्छे मरेपछि आजै मऱ्यो भने जलाउँछन् कि गाड्छन् हामी गाड्छौँ कहाँ गर्छ यहाँ मात्र परसम्म लाग्छ होइन त्यहाँ गर्दैन अनि म राख भाउछु राख दिने हो त अनि तपाईँको यो मान्छे मरेपछि अनि जुठो बार्ने हुन्छ कि नै हुन्छ हामी 12 दिन हुन्छ हाम्रो 12 दिन हुन्छ अनि यो बिहे कसो हुन्छ यहाँको बिहे हाम्रो इष्टमित्र हुन्छ हैन हामी कलेल भयो अनि राजको छोरी हुन्छ राजको छोरी हुन्छ चिन्थार हुन्छ हाम्रो राजकोटी साबङसी अनि कलेल चिन्थार हुन्छ अनि कलेलको बिहे हुन्न कलेलको राजवंशीको हुन्छ राजवंशीको कलेलको हुन्छ मेरो मामा हुन्छ अनि केटी पाइन्छन् यहाँ अब त पाइन्छ होइन आफ्नो इच्छाले गर्छ कि हामीले जबरजस्ती गर्न पाइएन यहाँ बगाएर दिन पाएन अनि अरू हाम्रो यस्तो केटीहरू बिहे गर्न मिल्छ कि नै मिल्दैन हाम्रो
मिल्दैन यहाँको केटी भागेर गयो भने के गर्छन् बाहिर गयो भने बाहिर होइन बाहिर गर्न हामी दिने होइन बाहिर केटा आयो भने त्यो मान्छे जेलमा हालिदिन्छ हामी जेलमा हालिदिने अहिले एकजना केटी राति आएको होइन हाम्रो त्यो जेलमा हालिदियो रातिले कहाँ जेल त सुर्खेत सुर्खेतमा सुर्खेतको यस्तो केटीहरू बिहा गर्न पाइन्छ भने देखाउनु यस्तो यिनीसँग बिहा गर्ने नगर्ने हामी गर्नु हुँदैन यस्तो कुरा देखाउनु हुने कि यति राम्रो कुरा देखाउनु हामी बाहिर पनि नगर्ने हामी भित्र मात्रै गर्ने हजुर हजुर अहिलेसम्म बिहे नभएका केटाहरू कति छन् बिहे नगरेको केटा धेरै होइन 10-20 छन् कति वर्ष छैन होला कति वर्षमा बिहे गर्छन् कोही मान्छे 15 मा गर्छ कोही मान्छे 16 मा गर्छ होइन कोही मान्छे 25 मा गर्छ होइन आफ्नै हेरी हुन्छ कि आफ्नो मनले अनि पढ्ने मन लाग्दैन हामी पढ्ने मन त हामी लगा होइन अहिले बिस्तारै पढ्दैछ होइन बिस्ता पढ्दै गए नाम लेख्दैछ होइन तपाईँले म टिचर हुँ होइन सर हुँ स्कुल पढाउँछु मैले यहाँ तपाईँ राखेर पढायो भने पढ्ने कि नै यही बसेर हाम्रो मास्टर छ हाम्रो पढाउने होइन बिस्तारै नाम यसरी यो नाम यसरी लेख्ने भने थाहा छ होइन आफ्नो नाम मात्रै लेख्ने नाम लेख्न आउँछ लेख्न आउँछ नै भन्नु न कागज लेख्न आउँछ दिउँ नाम लेख्न आउँछ केमा लेख्नु छाया पर्छ तपाईँको अनि यता देखिन्छ यो हातको नाम लेख्नु हातमा कागज कुन भगवानलाई मान्छौ हामी धार्मिक कस्तो धार्मिक अनि यहाँको चाडपर्व के छन् मुख्य मान्नुको कारण राउटी कसरी रहेको हो यो तपाईँले किन ए दीपक यहाँ ताली बजाउनु उहाँलाई चाहिँ हाम्रो नाम वाइ दीपक लानु स्कुल नपढेर पनि नाम लेखेर चाहिँ हाम्रो एकदम खुसी लाग्यो हो यसरी नै चेन्ज हुनु पर्यो है तपाईँका चाडपर्वहरू के हुन् चाडपर्व हामी माघी मान्छन् दसैँ मान्छन् सङ्क्रान्ति मान्छन् यति नै तिनटै मान्छन् सबैभन्दा रमाइलो कुन चाडपर्व हुन्छ हामी समुदाय राम्रो हामी त माघीमै हुन्छ माघी हुन्छ नाच गान हुन्छ कि नै हुन्छ मादल बजाउन आउँछ हामी त आउँदैन अरू आउँछ कि अरू केटाहरू गीत गाउन आउँछ कि नै हामी त आउँदैन कसलाई आउँछ हाम्रो केटाहरू केटीहरू हामी गाउँछ होइन हामी त आउँदैन अन्त गीत कहाँबाट थाहा पाउँछ गीत त अब यो सपनामा त यो टिप्छ होइन त्यहाँ त गाउँछ अनि बजारमा गएर अनि सुन्छ होइन त्यहाँ त टिपेर पनि गाउन सक्नुहुन्छ कि टिपेर टिप्छ अनि साई बाहेक अरू थर हुन्छ कि नै साई मात्रै हो थर हजुर साई मात्रै अरू केही हुन्न अरू केही हुन्न ए यिनको भयो त गोत्र भयो 3वटा गोत्र भयो एक जात भयो गोत्र भयो नि अनि रक्सी किन खान्छन् त खाने होइन नि त रक्सी होइन आफ्नो पारो जाँड खान्छन् जाँड खान्छ जाँड मिठो हुन्छ चामल कुट्ने होइन चामल कुटेर अनि पकाउने अनि राख्ने ताप्ने राख्ने पानी हालिदिने ए हुन्छ तपाईँ नाइट त लिन्न नाइट त हामी नागेर त हामी नेपालले होइन नागेर बनाए पनि भात खिर मात्रै ए बाँदर मार्न दिन्न भन्यो नागेर बनाएपछि कानुन लाग्ने भयो त्यही भएर नागरिकता नबनाउने हो ल